धौलागिरी पनि होला र हामीलाई यो ठुलो बुलडोजरले यहाँ हेरिरहेछ फोटो खिच्न दिएन यस्तो जस्तो छ है बुलडोजर पनि फेरि माछा पुछे माछा पुछे गाइस माछा पुछे माछा पुछे ओ बा के छ अब हामी स्तूपतिर अहिले गाइस हामी स्तूपतिर जानेछौँ स्तूपमा होला फर्स्ट डे ओ ह्याट रहेछ विदेशी ह्याट कतै नि पछिल्लोतिर आइन्छ मैदान भयो के भन्छ घाँस व्यवधानमा साइली भनेर अब हामी सरर डुङ्गा चढ्नेवाला व्यवधानमा साइली भन्ने यही ताल कति बनाउँछु यो गाई के खाबे उता एक ग्रुप यता एक ग्रुप हामी जाँदैछौँ सर यो
दाइ यो मन्दिरको नाम के हो दाइ? तालबाराही मन्दिर वरिपरि आइसकेको छौँ हामी। हामी त यो नाइट भ्यूहरू त राति आउने हुन्छ सर। फेवा ताल हो गाइस, फेवा ताल हो नि फेरि, फेवा ताल हो नि फेरि। तपाईले यो चलाउनु कति भयो बा? कति वर्षदेखि चलाइराख्नु भएको छ? 17-18 वर्ष भयो। आजसम्म तपाईँ चलाइरहँदाखेरि कसैको मोबाइल झरेको छ कि छैन? उता भेटिन्छ। यो चाहिँ तालबाराही मन्दिर। गाडीलाई हान्नु न। सरकारी हो कि प्राइभेट हो कि संस्थाले चलाएको? प्राइभेट हो। तपाईँहरू ड्राइभर जस्तो यहाँ गुरुजी जस्तो चलाउँछ? हजुर अब त्यही जाने बेला चलाएको। यो फेवातालको भ्यू फेवातालको भ्यू चाहिँ यस्तो छ। ल यता यता एकचोटि हामी हिँडेको सङ्केत दिएको छौँ। हाम्रो एउटा टोली हेर्न सक्छ फेवातालको। भन्न त कस्तो लागिरहेको जाने पोखरा बबाल भले हुनु पर्ने चाहिँ होइन। अब नाइट भ्यू हेर्न आउँदा चाहिँ राति हामी राति होइन त। ल यो भिडियो मलाई हाल्नु है। गहिरो होला चाहियो कति गहिरो होला? हाम्रो ग्रुप यसको ग्रुप चाहिँ डेभिस फलतिर लगाउनु भएको छ। यो डेभिस फल पातले छाँगो डेभिस फल हेर्न सक्छौँ हामी। यस्तो भिड हुँदो रहेछ पोखरा डेभिस फल। डेभिस फलमा आइपुग्यो हामी। डेभिस फल बर्सर झोलासोला चाहिँ बचाउनु, अरू चाहिँ के अरू बचाइनु हुन्छ नभए फाइनली हामी डेभिस फलतिर अब डेभिस फल हेर्न आइरहेको छौँ। हेर्न सक्नुहुन्छ
हाम्रो स्कुल चाहिँ माउन्ट एभरेज स्कुल डेभिस फल हेर्न आइरहेको छु। डेभिस फल हो, डेभिस फल के चाहियो के भएर बनाउन सकिएन गहिरो साइन्टिफिक फ्याक्ट यहाँको कसैलाई केही थाहा छैन होइन सर। साइन्टिफिक फ्याक्ट कसैलाई केही थाहा छैन हेर्न सक्नुहुन्छ। यहाँ मोबाइलमा पनि मोबाइल चलाएको छैन होइन। यो पालि यहाँको सबैभन्दा रहस्यमय भनेको ठाउँ यही हो कि डेभिस फलमा छ। अहिले डेभिस फलमा आयो। डेभिस फल है, यो डेभिस फल हो। डेभिस फलको पानी चाहिँ कहाँ जान्छ कता डेभिस फल हो। यो डेभिस फल हामी गुप्तेश्वर महादेवमा आएका छौँ भने हामीलाई लगाइरहेको छ। Just 10 meters from here. 10 meters. गुप्तेश्वर महादेव आइरहेको छ। यहाँको प्योर नेपाली हो। प्योर नेपाल ticket counter. हामी डेभिस फलतिर जाँदैछौँ। अब हामीलाई कसै रोक्नु सक्दैन। राम्रै छ, राम्रो छ। टुरिस्टहरू मान्छेहरू उताको छ। यहाँको वातावरण मौसमहरू हेर्नुहोस्। दिस इज कल नेचर क्या। हेर्नुहोस् यहाँको नेचर हेर्नुहोस्। ब्युटिफुल सिन हेर्नुहोस्।